हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी अन्नप्राशन गर्दैछौँ ल अन्नप्राशन ल बोलिरहनु अहिले टीका लगाएर लाउँदाखेरि अब यहाँ अहिले चाँदीको कि हो चाँदीको हो त्यही त नि मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनो हरि हरि ल परमेश्वर अन्नप्राशन हामी आज नानीलाई अन्नप्राशन गर्दैछौँ मालती है राम्रो रहोस् त अब टीका लगाइदिने हो लगाइदिने अब त्यो त्यहाँ एउटा सबै यसो सबै यसो छोडेर क्या ट्याक्क लगाइदिने हो बुढ्यौला ल्याइ हो ल त्यसो ल म त यो त यो हुँदैन त्यसै कहाँ हात दुनिया हो हात दुनी पानी यसलाई यो मलाई लगाइदिनु हात धुनी चाहिँ यसमा है टीका लाग्यो ल केही ल त्यहाँ दिएर यो आमा हात हालिदिने मेरो काम सक्यो तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ भगवानको रूप तिमी प्रकृतिको वरदान गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो सन्तान आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको तारा तिमी हाम्रो जिउने सहारा तिमी आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन जब तिमी यो घरमा आयो चारैतिर खुसियाली छायो जब तिमी यो घरमा आयो चारैतिर खुसियाली छायो असल मान्छे बन्नु तिमी सबको सेवा गर्नु घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि मुटुको दुःख तिमी हाम्रो जीवनको खुसी तिमी आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन
गर्दै खेल्दै तिमी फुर्किन्छौ लडी बुढी गर्दै तिमी हुर्किन्छौ भोलि ठुलो भएपछि फुल जस्तै फुल्नु आफ्नो संस्कार संस्कृतिलाई कहिले नभुल्नु आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको नानी तिमी हाम्रो प्रेमको निशानी तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ तिमी हाँस्दा तिमीले हेर्दा यो संसार नै स्वर्ग जस्तो लाग्छ भगवानको रूप तिमी प्रकृतिको वरदान गर्व लाग्छ भन्न पाउँदा तिमी हाम्रो सन्तान तिमी हाम्रो सन्तान आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन हामी धेरै खुसी छौँ तिमीलाई पाएदेखि आँखाको तारा तिमी हाम्रो जिउने सहारा तिमी आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो जब तिमी यो घरमा आयौ चारैतिर खुसियाली छायो असल मान्छे बन्नु तिमी सबको सेवा गर्नु घर परिवार छरछिमेकमा राम्रो सन्देश छर्नु आज तिमीलाई अन्न खुवाउने यो हो शुभ दिन